हाई गाइज, सबैजनालाई गुड मर्निङ। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने पाथिभरा मन्दिर जाँदैछौँ। 4 जना छौँ ल हामी चाहिँ। तिमीहरू चाहिँ अलि छिटो आउन यार। लक्ष्मी लिम्बू ओ जुम्रा बनाउँदै हिँड्दैछौ कि के? करुणा अनि ऊ चाहिँ फुङनाम। बिहान चाहिँ कस्तो पानी परिरहेको थियो कि गाइज। अनि अहिले चाहिँ कस्तो राम्रो, कति राम्रो मौसम भइरहेछ अहिले चाहिँ। हामी त भेरेटार आइसक्यौँ। भेरेटार आएर पनि हामी चाहिँ हिँड्दै जाँदैछौँ माथिसम्म। भोक लागिसक्यो। मन्दिर लागिसक्यो। मलाई त तल घरदेखि लागेको कि भोक चाहिँ, तर हिजो अलिक ढिलो भात खाएर पनि कस्तो भोक लाग्यो क्या गाइजहरू। पूजा गरिसकेपछि खाजा खानुपर्ने हुन्छ। अहिले चाहिँ खानु हुँदैन किनभने पूजा गर्नु आएको खाएर फेरि कस्तो राम्रो ठाउँ क्या नि। ए हामी त मलाई कस्तो आउनै मन थिएन। बिहान चाहिँ अब साथीहरू जाऊँ कि जाऊँ भनेर आएको है हामी चाहिँ। आएपछि चाहिँ म हिँड्दिनँ, आऊ चाहिँ हिँड्दिनँ। कति हिँडिसकेँ, घरको काम छोडी मार्छ मलाई। नपत्ताइ हिँड्दैछु कि मार्छ होला। पछाडि चाहिँ 2 जना चाहिँ के गर्दैछ? गाइज हामी चाहिँ फर्किँदैछु। मैले पूजाहरू गरेर अब खाजा तल गएर खानुपर्ने हुन्छ। भोक लागिसक्यो। साथीहरू चाहिँ अगाडि छ है। म चाहिँ ढिलो गरिहालेँ। यहाँ फोटो खिच्दाखेरि चाहिँ ढिलो भइहाल्यो। गाइज हामी चाहिँ यहाँनिर हाम्रो फोटो सेसन हुँदैछ यहाँनिर गाइजहरू। मलाई चाहिँ यति एकबारे बोक्नु लाएर के हो यस्तो। मलाई हेपेको सबैजना धरानको भ्यू हेर्नुहुन्छ गाइजहरू। तर हेर्नु त अहिले कस्तो फुलिरहेको छ। अहिले चाहिँ अलिक बिस्किने बनी गाइज हाम्रो हालत देख्न सक्नुहुनेछ। भोकले मान्छेहरू प्याक्क भएर म मात्रै होला नभोकाएको अरे लास्टमा त। मलाई नै भोक लागिरहेछ। हामीले प्रसाद खाँदैछौँ, प्रसाद। अरे हेर त भोकले अब तल चिने डाँडा भन्न आउँछ जहिले। भेटार गएर खाजा खानुपर्ने हुन्छ। जति भोक लागे पनि के गर्न सहनै पर्ने हुन्छ। पूजा गर्न